साथीहरु स्वागत छ तपाईलाई मेरो दोस्रो ब्लगमा। आज चाहिँ हामी पाथर जान लाग्दै छौं। हिजो चाहिँ मेरो क्र्याश भयो र मेरो मोबाइल फुट्यो। अब आज चाहिँ मैले ड्याडको मोबाइलले भिडियो बनाइरहेको छु। बिस्तारै नन्दन चम पार्न पर्छ के रे। आज चाहिँ मम्मी र म जान लाग्दै छौं। म चाहिँ आज साइकलमा जान लाग्दै छु। मम्मी चाहिँ हिँडेर आउनुहुन्छ कि कसैको बाइक अथवा गाडी आए चढेर आउनुहुन्छ। भन्दा भन्दै बाइक पनि आए जस्तो छ। बाइक चाहिँ साँच्चै नै आइरहेछ। अब चाहिँ म यो झोला मम्मीलाई दिन्छु, मम्मीले लैजानुहुन्छ। म चाहिँ साइकलमा आउँछु, मम्मी बाइकमा। साथीहरु मैले चाहिँ झोला मम्मीलाई दिइसके। अब हामी पनि चाँडै नै पुग्नु पर्छ। भिडियो अलि छिट्टोमा आइरहौँ है। भिडियो क्वालिटी अलि नराम्रो आइरहेको छ। अब के हेर्नु, हिजोको मोबाइल फुटिहाल्यो र आज चाहिँ मैले ड्याडको मोबाइलबाट गर्दै छु। युट्युबबाट राम्रै इन्कम आयो भने म एउटा नयाँ क्यामेरा किन्ने छु र तपाईहरुलाई राम्रो कन्टेन्ट दिने छु। यो साइकल पनि मेरो हैन, मिस्टर क्रिएसन 2067 लाई तपाईले चिन्नु भएकै छ होला। यो साइकल चाहिँ उहाँकै हो। उहाँ चाहिँ मेरो एकदम मिल्ने साथी हुनुहुन्छ। उहाँले चाहिँ भ्लगको लागि मात्रै भनेर मलाई साइकल दिनु भएको हो। उहाँलाई पनि सब्स्क्राइब गर्नु होला। तपाईहरुले राम्रो सपोर्ट देखाउनु भयो भने चाहिँ म नयाँ साइकल लिने छु। अहिलेको लागि मलाई यो साइकल भइरहेको छ भ्लग बनाउनको लागि। तपाईहरुले माया गर्नुभयो भने म पक्कै एउटा नयाँ साइकल किन्ने छु र तपाईहरुलाई एउटा राम्रो कन्टेन्ट दिने छु। हामी चाहिँ पाथरा असुरो काट्न जाँदै छौं। असुरो चाहिँ हामीले जुन खेतमा बिउ राखिन्छ नि, त्यो के भन्छ रे, खेत रोप्नलाई बिउ राख्दाखेरि किराले नकाटोस्, मोल होस् भनेर चाहिँ असुरो हालिन्छ। असुरो काटेको भिडियो नि देखाउँछु, पुरा भिडियो हेर्नु है। भिडियो लामो हुन्छ, अब छिट्टोमा हेरौँ है। साथीहरु यो भिडियो चाहिँ एकदम बोरिङ भइरहेको छ होला। अब यो चाहिँ मेरो सुरुवाती भ्लग हो। पछि चाहिँ म तपाईहरुलाई राम्रो कन्टेन्ट दिने छु। त्यसको लागि चाहिँ तपाईहरुले पनि मलाई धेरै सपोर्ट र माया गर्नु पर्यो। म तपाईहरुलाई राम्रो कन्टेन्ट दिने छु है। र भोलि चाहिँ हामी मिस्टर क्रिएसन र म मिस्टर इन्भेन्सन भएर पिजन हिल जाने कुरो भएको छ। पिजन हिलको भ्लग हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला।
ल साथीहरू हामी चाहिँ अब पाथरा आउन लाग्यो। अब हाम्रो घर नजिकै छ। अब मम्मीहरूलाई ठिक्क पारेर बस्नु भनेर बोलाउँदै गरौँ है त। साथीहरू मेरो घर चाहिँ आउन लाग्यो। म तपाईँलाई घरमै भेट्छु है। हामी चाहिँ अब घर आइपुग्यौँ। अब हामी चाहिँ असुरो काट्न जाँदैछौँ है। तीनटा थाला तीनटा हँसिया यहाँ भयो एउटा मसँग 4-5वटा भयो ल आउनु 5जना ठिकै छ भन्ने कुन्टा त्यो पारी पुसमा होला यहाँ नाचेर यहाँ नाचेर खै खैरिना खै बोलाउनु त्यो म कति राम्रो भयो भने मकै कहिले घोगा हाल्नु है बिउ राख्न ढिलो भयो अरे मकै घोगा हाले हैन के बिउ राख्न ढिलो हुनु कहाँ लाएर तपाईँ असुरो काट्न हैन त्यो त बाँझो खेत नि त यो बाँझो खेतले हो नि त बाँझो खेतले हैन त्यो मकैबारी यो सँगसँगै जस्तो हुन्छ। देख्न सक्नुहुन्छ हामी चाहिँ यो खेतै जाँदैछौँ। यो चाहिँ रमाइलो ठाउँ हो। यहाँको रमाइलो ठाउँ हेर्दै तपाईँहरू भिडियोको आनन्द लिनु होला र लाइक पनि गरिदिनु होला बोकेर है। यस्तो जग्गा बाटो के अप्ठ्यारो छ र मादिए पुग्ने हो। यस्तो लट्ठी चाहिन्छ मलाई त भुइँदाखेरि तर यो टेका त गाई मर्या दिन आयो दिदी भनेर दिदीले तेह्र बोलाउनको अनि आमा घर यतापट्टिको पिँढी अल्को छ भन्ने त थाहै पाइनँ मैले त त्यहाँबाट सिधै दकुर जाँदाखेरि भङ्गै लडेर अहिले कस्तो दुखिरहेको त्यस्ताले बोलायो भने त कुर्दै जानु हुन्न नि त अनि अब आफ्नो आफ्नो त्यहाँ नामले बाँध्नु पर्यो ठिकै छ गफ हानौ बसो मस्तै छ जीवन। छैन होला पठाइदिनु कल्पना दिदीको फटोलाई टिपेर पठाइदिनु चाँदीको खाएर मलाई बिहिबारको खाना पुगिहाल्यो होइन बिहान बेलुका खानालाई फ्रिजमा राखेको केही हुन्न फ्रिजमा राखेर बाहिर सिता राखिदियो अरठ गरेर बस्छ टेकै छ र मलाई अहिले आउँछ चाहिन्छ खुट्टा फ्याङ्लो भएको कि त्यो के भयो यो चप्पल नि यस्तो यो खेत चाहिँ कसको हो त नि देख्न सक्नुहुन्छ हाम्रोतिर चाहिँ असुरो यसरी काटिन्छ। तपाईँकोतिर काटिन्छ कि काटिन्न भन्नु होला है। यता चाहिँ फेरि असुरो काट्न नजानेर यस्तो हालत छ है। सुरुको दिनमा काट्न आएपछि यस्तै हो। म पनि त्यस्तै हो। उता चाहिँ फेरि हाम्रो साइलो ठुलमम्मी हुनुभयो। ल हस्त साथीहरू आजलाई म यो भ्लग यहीँ अन्त्य गर्छु। तपाईँलाई यो भिडियो मन परेको भए लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु है।